छोराको मकै बेच्ने तरिका है। छोरा चाहिँ एकदम चम्बो छ, बहुत बाठो छ। कसरी बेच्छ है एकचोटि हेर्नुहोस् है। म त हाँस्दा है एकदम गोबर मलमा फलाएको 50 को 50 को 3 वटा। सुरुमा त बुवा र म मिलेर बारीबाट धमाधम पारेर मकै टोड्न लागेर कट्टामा प्याक गरे र कट्टामा प्याक गरिसकेपछि बाइकमा लोड गरे र बजारतिर लागे। बजारतिर लाग्दै गर्दा बुवालाई त टेन्सन भएको थियो कि हाम्रो मकै बिक्री हुन्छ कि नै भनेर। अनि मैले चाहिँ टेन्सन नलिनु, तपाईँको छोरा छ, तपाईँको छोरालाई यस्तो यस्तो आइडिया छ कि यो मकै त आधी घन्टामा चट हुन्छ भनेर मैले चाहिँ बुवालाई फकाएँ र हामी उपेराको बाटो हुँदै सब्जी मन्डी पुग्यौँ। त्यहाँ पुगिसकेपछि मैले मिठा मिठा गफ दिएर सबै मान्छे मतिर हेर्न लागे। मकै हजुर, मकै मकै गोबर मलमा फलाएको मकै। मेरो भाषण सुनेर दुईजना आन्टीहरू आउनुभयो र ठुलो ठुलो चाहियो भनेर आफै छान्न लाग्नुभयो। आन्टीहरूलाई देखेर मेरो बुवा पनि मुसु मुसु हाँसिरहेथे। आन्टी पनि मेरो बुवालाई देखेर मुसु मुसु हाँसिरहेथे। दुईजना केटीहरूलाई मकै किन्छौ भनेर सोध्न जाँदाखेरि यस्तै तर्सेर भागे। मान्छेहरू कोही पनि आइरहेको थिएनन् र मान्छे बोलाउनको लागि मेरो दिमागमा एउटा आइडिया आयो। ल 50 को 3, 50 को 3। 50 को 3 है। एकदम गोबर मलमा फलाएको 50 को 3 वटा। भाषणले गर्दाखेरि मान्छे धमाधम आउन थाले र मेरो बुवा पनि पैसा धमाधम गर्न थाले। एकजना सुन्दर महिला आइन् र म लेबर जस्तै काम गरिरहेको थिएँ। बुवा खल्टीमा हात हालेर हाकिम जस्तै उभिरहेको थिएँ। बुवाको ध्यान अन्तै भएको बेला मैले पनि यसो ध्यान अन्तै लगाउने सोचेँ र म 3वटा सुन्दर युवतीहरूलाई घोगा किन्नुहुन्छ भनेर सोध्दै पुगेँ र ती युवतीहरूले रिजेक्ट गरे घोगालाई। 50 को 3 तमलाई, तम आफ्ना मान्छे हो, तम आफ्ना मान्छे 50 को 3। म चाहिँ सबैलाई तपाईँ आफ्नो मान्छे मिलाएर लगाइदिन्छु भनेर बार्गेनिङ गरिरहेको थिएँ। तर ग्राहकहरूले चाहिँ मलाई पराई मान्छे सोचेर धमाधम नकिनेर सरासर हिँड्न थाले। ओहो आन्टी तपाईँ त कति सुन्दर हुनुहुन्छ, 1-2 पिस भयो नि किन्नु भनेर यतातिर म आन्टीलाई फकाइरहेको थिएँ र एकछिन आन्टीले सोच्यो तारिफ गरिरहेछ किनिदियो कि भनेर र फेरि आन्टीको मुड चेन्ज भएर म किन्दैन भनेर फर्किएर जानुभयो। यी आन्टी चाहिँ मलाई एकदम अनौठो लागे किनकि मकै किन्न आउनुभयो कि भैँसी किन्न आउनुभयो त्यो मैले बुझ्न सकिनँ। यो मकैको स्वाद कस्तो छ र कहाँ उत्पादन भयो भनेर सोधिरहेको थिएँ। मैले पनि रिसमा माटोमा उत्पादन भयो भनेर भनिदिएँ। एकजना युवतीलाई घोका ठिक छैन जस्तो लाग्यो र म युवतीलाई घोका उधारेर देखाइरहेको छु। बोल्नेको नुन पनि बिग्छ र नबोल्नेको सुन पनि बिग्दैन भने जस्तै मैले पनि बोलेर धमाधम सबै बिक्री गरेँ। 1 घन्टामा हामीले सबै मकै बिक्री गरेर 1600 कमाएँ। तर पनि म खुसी थिइनँ किनकि बुवाले मलाई एक पनि पैसा दिएन।